मेरो शुभ नाम माधव प्रसाद अधिकारी, यहाँको प्रथम पुजारी। हजुर यो गुफा हजारौँ वर्ष पुरानो गुफा, मानव निर्मित गुफा होइनन्, प्राकृतिक गुफा। यो राजा महेन्द्र सरकारको कार्यकालमा यो गुफाको अवलोकन र भ्रमण गर्दाखेरि पत्ता लगाइएको हो। त्यतिखेर 2031 सालमा राजा वीरेन्द्र सरकारबाट यो गुफाको अवलोकन, भ्रमण र उद्घाटन गरेपछि आफ्ना पिताजीको नाममा महेन्द्र गुफा नामकरण गर्नुभयो। अहिले उहाँले उद्घाटन गरेको मात्रै 51 वर्ष भयो। यो गुफा यहाँबाट प्रवेश गर्दा 125 मिटरको दूरीसम्म सिद्धिविनायकको गणेशजीको पूजा आराधना गरेर फर्किन्छ। विभिन्न किसिमका मूर्तिहरू, शङ्कर भगवान, शिवजी, हनुमान देवता, नागदेवता, विष्णु भगवानको अवतार, गुफा बराह। अब यहाँ महेन्द्र गुफाको अन्तिम गन्तव्य स्थानमा गएर सिद्धिविनायक गणेशजीका मन्दिर छन्, त्यहाँ जलकुण्ड छन् मन्दिर मुनि, त्यहाँको जल चढाउँदा आफ्नो कार्यसिद्धि हुन्छ भनी भनाइ छ। यो हजारौँ वर्ष पुरानो गुफा, मानव निर्मित गुफा होइनन्, प्राकृतिक गुफा भएको कारणले विश्वको पर्यटक आउने क्रम सुरु भएको अहिले 51 वर्षमा प्रवेश हुँदैछ। स्थल घुम्नेको निमित्त एउटा धार्मिक स्थल पनि हो, एउटा पर्यटकीय स्थल पनि हो। अब यो प्राकृतिक गुफा भएको कारणले विश्वको पर्यटकहरू हेर्नको लागि आउनुहुन्छ यहाँ, प्राकृतिक चिज हेर्नको लागि। मेरो नाम भीम गायक, मेरो घर यही पोखरा 16 बाटुलेश्वर हो। म चाहिँ यो महेन्द्र गुफा चमेरी गुफाको अपरेसन म्यानेजर हो। म पनि भर्खर नियुक्ति भएको। अहिले चाहिँ यो हाम्रो नेपाली र विद्यार्थी आउने यो असोज, कार्तिक र यता पुससम्म भनौँ न, यो विद्यार्थीहरू आउने र नेपाली पर्यटकहरू बढी आउनु भएको छ। अहिले चाहिँ स्कुले विद्यार्थी र कलेजी विद्यार्थीहरू बढी आउनुहुन्छ। हजुरहरूले नि यहाँ देख्नु भएको छ होला। र हाम्रो चाहिँ 4 क्याटेगोरी छ। एउटा विद्यार्थीको, एउटा नेपाली स्वदेशी, नेपाली नि भन्छौँ हामीले, स्वदेशी नि भन्छौँ। अर्को चाहिँ हामीले सार्क राष्ट्रहरूको छ, अनि फरेनर विदेशीहरूको छ। त्यसमा कस्तो छ भन्दाखेरि विद्यार्थीहरूलाई 30 रुपियाँ टिकट छ, नेपालीलाई 50 रुपियाँ, सार्कलाई 80 रुपियाँ र विदेशीलाई फरेनरहरूलाई हामीले 150 रुपियाँ लिन्छ। यो चाहिँ महेन्द्र गुफा चमेरी गुफा दुइटैमै एउटै हो। यो हाम्रो दुइटै गुफा चाहिँ विन्ध्यवासिनी स्कुलले हेर्छ र यहाँबाट भएको आम्दानी स्कुलमा जान्छ, त्यहाँको बच्चा बच्चीको पढाइमा, त्यहाँको भौतिक निर्माणहरूमा र गुफाको संरक्षण, गुफाको विकासमा चाहिँ त्यो पैसाले काम गर्ने। कस्तो भन्दाखेरि पहिल्यै हाम्रो महेन्द्र सरकार त्यति बेला यहाँ सवारी हुँदाखेरि त्यो बेलामा उहाँले चाहिँ यहाँ यो महेन्द्र गुफा, यो गुफा रहेछ भन्ने थाहा भएर उहाँको हातबाट यहाँ त्यो बेलामा रिबन काटेर भनौँ न, अब उद्घाटन गरेपछि उहाँले अब यहाँबाट पैसा आयो भने के हेर्नु त नि भन्दा त्यहाँ नजिक एउटा सरकारी स्कुल रहेछ, त्यही स्कुलबाटै चलाउने भनेर उहाँले त्यो बेलामा बोलिदिनु भएको भएर यसलाई महेन्द्र गुफा भन्ने नाम राखियो। नत्र पहिला त अँधेरी भुवान भन्ने थियो, यहाँहरू केही थिएन, मान्छेले पत्ता लगाउन पनि सकेका थिएनन्, भित्र जान पनि सक्थेनन् के, त्यस्तो अप्ठ्यारो बेलामा। अनि त्यसपछि यहाँको बुढापाकाहरूले, त्यो बेलाका मान्छेहरूले यहाँ गुफा छ, यस्तो छ, हेर्न मिल्छ भन्ने दिमागमा हुँदाहुँदै यहाँका राजनीति गर्ने मान्छेहरूले अनि त्यो महेन्द्र सरकार पोखरा आउँदाखेरि देखाउँदाखेरि अनि उहाँले ल यो त्यो विद्यालयले गरिखाओस् भने चाहिँ त्यो बेलाबाट अहिलेसम्म हाम्रो चाहिँ वीरेन्द्रको चाहिँ राज्याभिषेक, वीरेन्द्र सरकारको राज्याभिषेक हुने बेलामा उहाँले त्यो गरिदिएपछि त्यसपछि यहाँ 30-32 सालबाट सुक्खा मोहर, होइन त्यो बेलामा सुक्खा मोहर पनि थिएन, अझै थोरै पैसामा चाहिँ त्यो टिकट बिक्री गरेर त्यहाँको थोरै पैसा जति आउँछ विद्यालयलाई जाने गर्थ्यो। तर त्यो बेलामा त्यति हुन्थेन। अहिले पछाडि बल्ल चाहिँ यो अब विदेशी सार्क राष्ट्रहरू अनि हामी नेपालीहरू आफै भनौँ न हाम्रो ठाउँ हेर्नुपर्छ भनेर आसी बल्ल केही आय आर्जनमा अलिक बढी थप पुगेको, नत्र भने त त्यो टिकट गरे नि पहिला त्यस्तो त थिएन। त्यसो भएको भएर अब हाम्रो चाहिँ लगभग विद्यार्थी र नेपाली गरेर त्यही वर्षमा 2.5 लाख 3 लाख जति आउनुहुन्छ। अनि विदेशी र यो हाम्रो सार्क राष्ट्रका गरेर लगभग 50,000 देखि 1 लाखसम्म गएको आर्थिक वर्ष नि। हाम्रो त अडिट रिपोर्टहरू पनि सबै हामीले पिस्नै गर्नुपर्छ के अरे। हाम्रो महेन्द्र गुफाबाट त्यस्तै 1 करोडभित्र र चमेरी गुफाको गरेर 50 गर्दा, किन भन्दाखेरि महेन्द्र गुफामा आउने 100% टुरिस्ट चमेरी गुफामा जाँदैनन्, 50% मात्रै जान्छन्। त्यो गर्दाखेरि त्यही 1.5 करोड रुपियाँ जति गुफाले गर्छ। तर अब यहाँको विकास अनि यहाँको हाम्रो यो गार्डनहरू हेर्नुपर्ने, त्यसपछि अनि यहाँको कर्मचारीहरू गर्दाखेरि धेरै खर्च यहीँ पनि हुन्छ भनौँ न। र त्यसबाट के रहेको चिजहरू स्कुलमा गएर स्कुलले चाहिँ त्यही विद्यार्थीहरूकै उसमा खर्च गर्छ, पढाइहरूमा भौतिकमा खर्च गर्छ। शिव नेपाली, तपाईँहरू यो गुफा घुम्नको लागि राम्रोसँग घुम्नुभयो भने
50 मिनट लाग्छ 50 मिनट 1 घन्टा है नर्मल घुम्ने भनेको 20 देखि 25 मिनट जुन यो जाने बाटो भयो निस्किने बाटो अर्कै छ त्यो अर्को बाटो भनेको धर्मद्वार जसले पाप गर्छ नि पाप मुक्त हुने ठाउँ भित्र 3टा बाटो छ एउटामा लाइट छ दुईटामा छैन यो गुफा भनेको भगवानले बास गरेको ठाउँ यो भित्र पानी नाग काली नाग हनुमानले पहाड उचालेको शिवलिङ्ग गणेश बरा गुफा माछापुर हिमाल माछाका जोडी साइनिङ स्टोन मुक्तिनाथको दर्शन पवित्र छ अब तपाईँहरू एक्लै जानु भने सिधा जानुहुन्छ सिधा आउनुहुन्छ हामी चाहिँ जानु भने यो बाटो जाने हो निस्किने अर्को बाटो त्यो अर्को बाटो भनेको धर्मद्वार